तपाईँले कसको बुढी टक्काउनु भयो अनि तातो खबर सुनेर हामी त आयो। अब बताउनुहोस् कसको बुढी उडाउनु भयो तपाईँले? बुढी पनि यसको उसको भन्ने हुन्छ। बिहे गरी ल्याएको मेरै बुढी हो नि। अनि उहाँप्रति चाहिँ तपाईँ के देखेर फिदा हुनुभयो मङ्गलेजी? मुस्कान। मलाई उसको मन परेको भनेको मुस्कानै हो। अब पहिलो भेटमै दन्ती मुस्कान मुसुक्कै दिइहाल्यो, म त पग्लकै डलिहालेँ नि। प्रिय एकचोटि हाँसिदेऊ त। मलाई उसको मुस्कान त औधी मन पर्ने भने आज ए हो त रहेछ त। उहाँको मुस्कान देखेर झन्डै मै त पग्लकी ढले यहाँ। अनि बहिनी तपाईँलाई चाहिँ उहाँको खासमा के मन पर्यो? के कुरा विशेष लाग्यो तपाईँलाई उहाँको? मलाई हाइट, उहाँको हाइट मलाई साह्रै मन पर्यो। हाइट? पहिलाको श्रीमान चाहिँ आफूभन्दा अग्लो भएर चुम्बन दिने गालामा खालि चड्कन मात्रै दिन्छ। अब त उहाँले चाहेर पनि चड्कन दिन सक्नुहुन्छ।